के भयो र भाइ ड्युटी जाने होइन र? मलाई आज अलि अप्ठ्यारो भइरहेछ, ड्युटी जान सकिरहेको छैन, अलि अप्ठ्यारो भइरहेछ। आज एक दिनको लागि हजुर पनि बसिदिनु पऱ्यो पनि। माफ गर भाइ, म चाहेर पनि तिमीलाई हेल्प गर्न सक्दिनँ। होटलमा काम गर्ने मान्छे छैन, माफ गर है भाइ। के भयो भाइ? के हो, ड्युटी जाने बेला भएको छैन तिम्रो? दाइ आज म बिरामी भएको छु, अनि त्यही भएर ड्युटी जान आएको दाइ। यस्तो हुँदैन भाइ, यहाँ बिरामी भयो भनेर चल्दैन यहाँ। तिमीले मलाई कि त पहिल्यै खबर गर्नुपर्ने हो। यसरी कसरी चल्छ म त भन त तिमी आफै। दाइ आम सरी, म आउँछु दाइ, दबाई खान्छु अनि त्यसपछि हल्का सन्चो भयो भने आउँछु 1-2 घन्टा पछि। चाँडो चाँडो गर भाइ, दबाई खाएर भयो नि मलाई जसरी भयो नि तिमी 10 मिनटभित्र तल काममा देखिनु पर्यो। हुन्छ यस्तो चल्दैन भाइ यहाँ, हुन्छ छिटो छिटो गर। हुन्छ। बिरामी के गर्ने यार सोल्टे यार, बिरामी हुँदा पनि परदेशमा यस्तै हो, काम गर्नु परेछ। म्यानेजरले सुख दिन्न, बस्न नि दिन्न। एक दिन छुट्टी मागेको त्यति पनि दिएन। अब के गर्नु, गाह्रो छ। अब ड्युटी जानु पर्यो, मान्छेलाई यहाँ यस्तो भइरहेछ, के गर्ने। के गर्ने अब म मात्रै होइन, अब यो परदेशमा आउने सबै नेपाली दाजुभाइहरू यस्तै भइरहेको छ होला। अब कतिपय बिरामी हुनुहोला, कतिपय काम गर्दै बिरामी हुँदाहुँदै काम गर्नुभएको होला। के गर्ने अब यस्तै हो, अब परदेशमा भएपछि यस्तै हो। जे भए पनि अब साथीभाइ मिलेर अनि बिरामी भएको मान्छेलाई सपोर्ट गर्नु होला, मेरो जस्तै नहोस्। अब यस्तै हो, के गर्नु।